हेलो गाइज, वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँलाई अर्को नयाँ भिडियोमा। यस भिडियोमा चाहिँ हामी यो OneXBetबाट पैसा विथड्र गर्दैछौँ। OneXBetबाट इसेवामा पैसा विथड्र गर्दैछौँ। तपाईँहरूलाई पनि यसरी नै कमाउन मन छ भने मैले तलपट्टि तपाईँहरूको यो टेलिग्रामको युजर नेम हालिदिएको छु, सर्च गर्नु होला। त्यहाँ तपाईँले भेटाउनुहुन्छ, त्यहाँबाट प्रुफहरू पनि भेटाउनुहुन्छ। मैले पैसा निकालेको प्रुफहरू पनि हालिदिएको छु। अनि प्रोमो कोड युज गर्नु होला NPL 68266। विड्रोमा कुनै समस्या आयो भने त्यसमा हेल्प गर्न सक्छु। प्रोमो कोड युज गर्नुभयो भने 130% तपाईँहरूले बोनस पनि पाउनुहुन्छ है त। सो तपाईँहरूले आइडी बनाउँदाखेरि एकदम पक्का आइडी बनाउनु होला हैन। यताउता त्यो जे पाते हालेर नबनाउनु होला, फेरि विड्रोमा समस्या आउँछ। सो आज भिडियोमा विड्रो गरौँ। सो विड्रो गर्नको लागि तपाईँहरू विड्रो सेक्सनमा जानुपर्ने हुन्छ अनि यहाँ तपाईँहरू जान आइहाल्छ हैन। त्यहाँ विड्रो लेखेको छ, त्यसमा विड्रोमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसकेपछि तपाईँले विभिन्न अप्सन देख्नुहुन्छ। इसेवा, खल्ती, आइएमपी त्यसले विभिन्न अप्सन, एटिएमहरू विभिन्न अप्सन हुन्छ। तपाईँले केमा निकाल्ने हो? अब इसेवा, खल्ती भनेर त्यहाँ दिएको हुँदैन। त्यहाँनिर वालेट ट्रान्सफर भनेर दिएको हुन्छ एउटा, डिजिटल वालेट भनेर दिएको हुन्छ। उतो वालेट ट्रान्सफर भनेको इसेवा हो, डिजिटल वालेट भनेको चाहिँ खल्ती हो। सो इसेवामा त्यहाँ क्लिक गर्नु होला, यो वालेट ट्रान्सफरमा त्यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले रिसिभ गर्ने पैसा भनेको इसेवामा हुन्छ हैन। यहाँ देख्नुभयो तपाईँहरूले, एउटामा वालेट ट्रान्सफर छ, अर्कोमा भनेको डिजिटल वालेट छ। त्यो वालेट ट्रान्सफर भनेको इसेवा हो। अनि यहाँ इसेवामा क्लिक गरिसकेपछि यहाँ यस्तो अप्सन आउँछ, तीनवटा अप्सन आउँछ। अहिले बढेर 4 हुन्छ। तीनवटा अप्सनमा तपाईँहरूले आफ्नो एमाउन्ट हाल्नु होला, कति निकाल्ने हो। त्यसपछि भनेको आफ्नो नाम हाल्नु होला र त्यसपछि भनेको तपाईँहरूको अर्को के छ, फोन नम्बर छ। त्यो हालिसकेपछि कन्फर्ममा क्लिक गर्नु होला। कन्फर्ममा क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ ओटिपी हाल भन्छ। त्यो ओटिपी तपाईँहरूको कहाँ आउँछ त्यो ल्याएर यहाँनिर ट्याक्क हालिदिनु होला। ओटिपी हालिसकेपछि तलपट्टि के भनेको छ, कन्फर्म भनेको छ। हो त्यो कन्फर्ममा तपाईँहरूले क्लिक गर्नुपर्ने हुन्छ। ओटिपी हालिसकेपछि ओटिपी हाल्नु होला, कन्फर्ममा क्लिक गर्नु होला। सो हामी अब कन्फर्ममा क्लिक गर्छौँ है त। अब कन्फर्ममा क्लिक गरिसकेपछि तपाईँहरूको रिक्वेस्ट क्रिएटेड सक्सेसफुली भनिसक्यो, तपाईँको ट्रान्सफर भइसक्यो, एप्रुभ भइसक्यो। तपाईँले अब पैसा रिसिभ गर्नुहुन्छ 24 घन्टामा हैन। 24 घन्टामा तपाईँहरूले चाहिँ पैसा आफ्नो एकाउन्टमा रिसिभ गर्नुहुन्छ है। मैले 10,100 रुपियाँ निकालेँ। तपाईँहरूलाई पनि यसरी नै कमाउन मन छ भने तपाईँहरूले रजिस्टर गर्न सक्नुहुन्छ। तलपट्टि मैले टेलिग्रामको युजर नेम दिएको छु, त्यहाँबाट जानुपर्ने 130%